अध्यक्ष नमस्कार। नमस्कार। आराम हुनुहुन्छ? एकदम आराम छ। आज हामी अस्पताल विकास समितिका अध्यक्ष गगन बहादुर मल्लसँग कुरा गर्छौँ। छोटो कुरा, कालीकोट जिल्लाको यो अस्पताल सञ्चै छ ठिकै छ कि बिरामी छ? अस्पताल बिरामी हुने कुरै छैन नि। बिरामीले सञ्चो गराउने अस्पताल नै बिरामी बन्यो भने गाह्रो छ। तर जति यो अस्पताललाई सञ्चो गराउनु पर्ने, तन्दुरुस्त बनाउनु पर्ने, स्वस्थ बनाउनु पर्ने अस्पताल विकास समितिले खेल्नुपर्ने भूमिका हो, त्यसमा कहीँ कतै कमी आएको महसुस गर्नुभएको छ? अब गुणात्मक ढङ्गले विकास र अब सेवा प्रवाह गर्न सकिनु होला। कर्मिक हिसाबले विकास भइरहेको, सेवा प्रवाह भइरहेको महसुस भइरहेको। हजुर अस्पताल विकास समितिको अध्यक्ष नहुनुभन्दा अगाडिको अवस्था र पछिको तपाईँ भइसकेपछि अवस्थाको छोटो जानकारी गरौँ। अब म 79 भदौ 25 गते कर्णाली प्रदेश सरकारले नियुक्ति गरेको। त्योभन्दा पहिलो कुरा त भवन नै जीर्ण अवस्थामा थियो, नयाँ भवन पनि थिएन। जति हुनुपर्ने अहिले पनि अभाव र कमी त छ डक्टरहरूको। दक्ष जनशक्ति त्यतिखेर पनि अभाव छ, अहिले पनि अभाव छ। तर त्योभन्दा पछि करिब रूपमा हामीले सेवा विस्तारमा, सेवाको गुणस्तर सम्बन्धीमा, जनशक्ति विस्तारमा हामीले केही करिब रूपमा सुधार भएको हुने महसुस भइरहेको छ। बिस्तारै भइरहेको छ। अहिले सबैभन्दा यहाँ सुधार गर्नुपर्ने विषय के हो? अहिले सुधार गर्नुपर्ने विषय भनेको त हाम्रो विश्वकै सेवा नै दिन सकेको छैन। यसमा नै किन? पहिलो कुरा डक्टर नै खोजी पाइन्नन्, एउटा कुरा। आउन चाहेका डक्टरलाई पनि पठाइँदैन। अर्को कुरा के छ भन्दा आउन चाहेका डक्टरहरू पनि पठाइदिनु। अब यहाँ के छ भन्दाखेरि सिङ्गो कर्णाली भन्दा पनि म त कालीकोटलाई नै सौजन्य व्यवहार गरेको जस्तो मलाई महसुस भइरहेको छ अहिलेको प्रदेश सरकारले। तपाईँहरू आफैले? म आफैले भएर, किन म बारम्बार प्रदेश सरकारको सामाजिक विकास मन्त्रीसँग र सचिवसँग आफै पनि ठुकिन्छु। म सायद एक हप्ता पहिला म सचिवसँग र त्यो मन्त्रीसँगै पनि भनौँ न त्यहाँ कुरा गरेर डक्टरको विषयमा, विश्वको सेवाको विषयमा म त्यहाँ डिबेट भइरहेको छ। त्यो हिसाबले पनि मलाई के महसुस भइरहेको भन्दाखेरि आउने भनौँ न डक्टरहरूको कतिपय आउने भनेको छात्रवृत्ति कराएको नै हुन्। तिनीहरूलाई पनि यहाँ नपठाइनुको पछाडिको कारण कतै न कतै सौजन्य व्यवहार भयो कि भन्ने मलाई महसुस भइरहेको। त्यो भइराखेको छ भने तपाईँहरूको पावर पुग्न सकेन त्यसो भए? पावर भन्दा पनि अब त्यही भन्नु पऱ्यो, पुग्न सकेन। अनि अध्यक्षज्यू, यो अस्पताल यस्तो केन्द्रबिन्दुमा छ, कर्णाली नदी पारी र यो तिला नदीको बिचको केन्द्रबिन्दुमा छ। धेरै बिरामीहरूलाई एक्सरे गर्नुपर्ने, भिडियो एक्सरे गर्नुपर्ने, अन्य उपकरणहरू थुप्रै कुरा होला होइन? सबै उपकरणका सामानहरू बिग्रेको भन्ने जानकारी छ। कहिलेसम्म बन्छ नि? सबै सामान बिग्रियो भन्ने छैन। हामीसँग भएको 3-4 दिन पहिला एक्सरे मेसिन बिग्रेको हो। त्यो एक्सरे मेसिनको रिडर भन्ने हुन्छ, एउटा सिआर र डिआरले एउटा रिडर हुन्छ। त्यो रिडर 10 लाखभन्दा माथि पर्ने भएर त्यो इभिडिङको प्रक्रियामा छ। 10 लाख कति लाग्छ यो समय? त्यो 15-20 दिन लाग्छ। हजुर सर, 15-20 दिन लाग्छ भने अहिले एक्सरा पूर्ण रूपमा बिग्रेर बन्द भएको होइन। त्यो हामीसँग टेक्निसियनले बनाइ पनि रहेछ। त्यो जुन रूपमा पूर्ण रूपमा जसरी सञ्चालन हुनुपर्ने हो, अथवा भनौँ न एक्सरेको रिफिलै बाहिर निकाल्न पर्ने, एक्सरेको पेपरै जो पब्लिक आउन पनि त्यो छैन। कम्प्युटरबाट हेरेर त्यही इनलाइसेन्स भइरहेछ। पूर्ण रूपमा बिग्रियो भन्ने छैन। यहाँका एम्बुलेन्सहरूको अवस्था के छ? केही जानकारी लिनुहुन्छ अस्पताल विकास समितिको अध्यक्षको तर्फबाट? किन जानकारी नलग्नु? जानकारी लग्छु, पहल गर्छु। भारतीय राज्य दरबारमा एम्बुलेन्सलाई प्रपोजल हालिएको छ। गत वर्ष हालियो, पढेन। अहिले पनि हालिएको छ। पुराना एम्बुलेन्सहरूको अवस्था के छ? पुराना एम्बुलेन्सहरू जीर्ण अवस्थामा छन्। जीर्ण अवस्थामा छन्। कसरी प्रयोग भइराखेका छन्? प्रयोग त एकदम राम्रो ढङ्गले भइरहेछन्। प्रयोग भएको हामीसँग जीर्ण अवस्थामा छन्, तर तिनीहरूको मेन्टेनेन्स भएर प्रयोग भइरहेको छ। जीर्ण अवस्था त जीर्ण छ। गाउँपालिका, नगरपालिकामा नयाँ छन्, हाम्रो नयाँ छैन। प्रायः केही कर्मचारीहरूले रात दिन खट्छन्। उनीहरूलाई अलिकति प्रमोसनका लागि, उनीहरूलाई प्रेरणाका लागि कुनै त्यस्तो सेवा सुविधाको व्यवस्था गर्नुभएको छ? छ। म आजदेखि 17वटा बैठक भइरहेको। 17वटा बैठकमा एक-एकवटा एजेन्डा भनेको यहाँका कर्मचारी र डक्टरहरूको लागि कुनै पनि छुटेको छैन। 17वटा बैठक भयो। यो म आएदेखि 17वटा बैठकमा कुनै न कुनै हिसाबले यहाँका कर्मचारीहरू, करारका, थाइका डक्टरहरू भए, स्टाफ नर्स सबैलाई कार्यालय सर्भिस नगरपालिकाको बासिन्दा
एउटा इतिहासमा यो राज्यमा अन्याय अत्याचार भयो भनेर आवाज उठाएर है यो व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने व्यक्तिको सदस्य होइन अस्ताल नै परिवर्तनका लागि यो झ्यार टावर नटिप्ने प्रकारको यो झ्यार टावरले कालीकोटवासी अत्यन्तै पीडामा छ। अब त्यो एउटा अस्पताल भनेको एउटा भनौँ न एउटा हामीले त अब निस्वार्थमा भन्ने हो भने एउटा पब्लिकको एउटा मन्दिर हो भनौँ न एउटा भनौँ न यहाँका चाहिँ बासिन्दाहरूको कर्णालीवासीको खास गरी अघि पनि भन्नुभयो एउटा मान्न भनेको आफ्नै सामरिक महत्त्वको ठाउँ पनि हो। त्यसको केन्द्रबिन्दुमा जिल्ला अस्पताल छ। हामी कालीकोट मात्रै नभएर जुम्लाको बाजुराका असमका समेत पनि सेवालिन आइरहेको हामीले भेटाउन पाउँछौँ पनि। अब यो अस्पताललाई अन्यसँग जोडेर झ्यारझ्यारको टावरको अवस्था भन्ने त मलाई त्यस्तो लाग्दैन, अन्यसँग जोड्न मिलेन मलाई त्यस्तो लागिरहेको। तर मेरो कार्यकालमा सायद इतिहासकै पहिलो होला कालीकोट इतिहासमा 12वटा डक्टरहरू लिएर पनि मैले चलाएको। तर त्यो सङ्ख्यामा अहिले कमी छ, किनकि पछिल्लो चरणमा कालीकोटमा आउन खोज्ने डक्टरलाई पनि दिइँदैन। उहाँको एउटा लजिकै छ भन्दा स्थानीय तहमा पठाउनुपर्छ भन्ने छ। स्थानीय तहमा पठाउनको पनि विभिन्न रहस्यहरू होला, त्यो मन्त्रालयमा सीमित छ। तर मैले चाहेको म यो अस्पताल विकासको अध्यक्ष भएको कारणले मेरो अस्पताल कसरी सुदृढ हुन पऱ्यो, कसरी बढीभन्दा बढी डक्टर आउन पऱ्यो, अर्थात् भनौँ न दक्ष जनशक्ति आउन पऱ्यो, विश्वको सेवा हुनु पऱ्यो भन्ने हेतुले म लागेको अवस्थामा केही न केही अभाव भयो जस्तो मलाई महसुस। अलिकति खानेपानीको अभाव छ, यहाँ बाथरुममा पानी हुँदैन, टोयलेटमा पानी हुँदैन, बिरामीहरूलाई अलिकति गुणस्तर प्रकारको खाना हुँदैन, अन्य थुप्रै अलिअलि त्यो प्रकारको आलोचना अथवा त्यो गुनासो सुन्न पाइन्छ। अब के छ भन्दाखेरि अब हाम्रो एउटा मानवीय स्वभाव पनि भन्न मिल्छ। 99% पोजिटिभ काम गरेकोले नदेख्ने, 1% नेगेटिभ भयो भने त्यो के गर्छ त 99%लाई ओझेल्न पर्छ। अब पानीको हिसाबले, अब खाना गुणस्तरको हिसाबले अन्य अरू जिल्लामा भन्दा अर्थात् विगतको तुलनामा भन्दा गुणात्मक हिसाबले परिवर्तन भएको मलाई त्यो महसुस भइरहेको छ। अब बाथरुममा पानी नआउने, टोयलेटमा नआउने, अन्य यो अघि पनि हजुरले भन्नुभयो यो चाहिँ संरचनामै तपाईँको चाहिँ डिफल्ट छ। म आफै पनि पहिलो हाकिम डक्टर साहब सङ्केत दिएको हुँदाखेरि म आफै यहाँबाट सिडिओ साहबलाई भनेर यहाँबाट पत्र लिएर हामी डेलिगेसनमा गएको थियौँ। यो किन यो चाहिँ सहरी विकासबाट हो, यो चाहिँ भवन पढेको। अहिले पनि हामीले 2टा क्वार्टर छन् माथि, त्यो पनि सायद 28 म्याद गइसक्यो, अहिले पनि बनिएको छैन। सम्बन्धित निकायले हामी पहल गर्ने, अस्ति पनि सिडिओ साहबले हामी भनिहाल्छु सम्बन्धित निकायमा पहल गर्ने, किन यहाँबाट पेमेन्ट हुने व्यवस्था। भनेपछि तपाईँहरूले प्रमुख जिल्ला अधिकारीले पहल गरिसकेपछि उहाँहरूले तागेता लाउनुहुन्छ, लाउनुपर्छ। अब तपाईँको कार्यकाल सकियो भने कस्तो अस्पताल बनाएर जानुहुन्छ? अब मेरो कार्यकाल सकिँदै गर्दाखेरि अब विगतको अर्थात् मेरो कार्यकालभन्दा अझै अब्बल होस्, अझै भनौँ न विश्वकै भनौँ न एउटा सेवा प्रवाह होस् भन्ने नै म चाहन्छु। म हुँदा पनि नहुँदा पनि म यो बासिन्दा भएको कारणले मैले एउटा सानो उदाहरण भनौँ, कोभिडको बेलामा म यहाँ अस्पताल विकास अध्यक्ष पनि दिइनँ। म कालीकोटवासी भएको कारणले, खाँचो नगरपालिकावासी भएको कारणले म यो अस्पतालमा मैले 12 लाख मैले सामान डोनेट गरेँ कोपिलाबारी सेवा समाजबाट। सायद अहिले पनि कहीँ हजुरले बेड हेर्न सक्नुहुन्छ, बिरामी बेड, त्यसमा सौजन्य कोपिलाबारी सेवा समाज भन्ने। तर कतिपय नामहरू त्यति बेला मेटियो भन्ने कुरा छ नि। यहाँ कसरी मेटियो त थाहा भएन, तर मैले आफै एक यो यहाँ कोपिला भेलीका कुनै सामानहरू अहिले पनि छ। तर त्यति बेला कोभिडको बेला नामहरू भेटिएर फरक ढङ्गले बिल उठान गरियो भन्ने प्रकारको आरोप पनि थियो। त्यो मलाई थाहा भएन, तर मैले बिल 1 प्रति बिलको फोटोकपी र 1 ट्रक सामान बिल हामीले पेमेन्ट गरेको कोपिलाबारीले 12 लाख भ्याटसहित। त्यो सामान पुरै बेड टेटको सामान मैले नै नेपालगञ्जबाट म आफै गएर कोभिडको बेला 1 ट्रक सामान पठाएको। अब यहाँ म पछि आउँदाखेरि पनि मैले माथिको कोभिडको भवन उद्घाटन आउँदाखेरि पनि मैले देखाएँ को सौजन्य कोपिलाबारी सेवा समाज भनेर। त्यो अब काउन्टमा गर्दाखेरि अब कोही नियतवश त कसले मेट्यो जस्तो मलाई त्यो लाग्दैन, किनकि मलाई त्यो भनौँ न नेगेटिभ थिङ्किङ छैन। हस् अध्यक्ष, हजुरको कार्यकाल जो जति सोचिरहनु भएको छ अझै राम्रो होस्। अस्पताल विकास समितिको अध्यक्षले अझै समय दिएर आफ्नो कार्यकाल सकिँदै गर्दाखेरि अलिकति है जिउँदो अस्पताल जस्तो बनाएर जाने प्रयास गरियोस्। समय दिनुभयो, यसका लागि धेरै धेरै धन्यवाद। यहाँले जुन एउटा सकारात्मक सोचका साथ अस्पतालप्रति, यहाँको नागरिकप्रति
यहाँको स्वास्थ्यप्रति जुन चिन्ता र चासो राख्नुभयो, यी आवाजहरू तपाईँहरू मार्फत राज्यको चौथाङ्ग जो पत्रकार, तपाईँ आफै पनि यहाँको पत्रकार महासङ्घको अध्यक्ष हुनुहुन्छ, यो आवाज अघि पनि हामी एउटा प्रोग्राममा सँगै थियौँ पनि। डोल्पामा बढी बजेट चाहिँ यहाँ कम छ, त्यो मलाई महसुस भइरहेको छ। मेरो आँखाले हेर्दा कालीकोटको सौतेनी विवाद गरियो भन्ने मलाई चाहिँ महसुस भइरहेको नि। यी आवाजहरू तपाईँहरू सशक्त ढङ्गले, पोजिटिभ ढङ्गले उठाउनुहोस्, जो अस्पतालमा भएका अभावहरूलाई परिपूर्ति गर्न महत्त्वपूर्ण योगदान समय। कमलको साथमा म भरतराज विष्टलाई बिदा दिनुहोस्। नमस्कार।